लभली गुड मेरो त अलिक बोली खस्रो छ है साथीभाइहरू जहाँ बस्ने सिगरेट पेटी ड्रग्सहरू नखाऊ खाए नि उतै बाहिर कता कता गएर खाऊ मोरा खस्रो छ बोली खस्रो चिजले के गर्छ याद छ खस्रो चिजले चाहिँ सफा गर्ने काम गर्छ याद गर्नु चिप्लो चिजले चाहिँ नि चिप्लाउँछ लडाउँछ लेउहरूले लडाउँछ मेरोमा चाहिँ चिप्ले बोली छैन मेरोमा चाहिँ के छ मेरोमा चाहिँ एकदम खस्रो बोली भनेको चाहिँ राम्रो खस्रो चिजले चाहिँ के गराउँछ डरलाग्दो फाइदा गराउँछ खस्रो चिजले चाहिँ किन भन्दा तपाईँ हरेक मैला कुचेला नाना थरीको मैला कुचेला सफा गर्नु पर्यो भने चाहिँ तपाईँको केले गराउँछ खस्रो ब्रसहरूले अनि भनेपछि खस्रो ब्रस चाहिँ कति महत्त्वपूर्ण चिज रहेछ है खस्रो बोली नै गर्नुपर्छ नि त कतिजनाले मलाई भन्दै थियो एकछिन निकाल्नुपर्छ कतिजनाले मलाई भन्दै थियो नि त माथि अप उचाल यस लभली राख भन्दै थियो नि त के भन्छ निकै खतरा पनि के बोल्नुहुन्छ अथवा अलिकति के भनेको होला नि उनीहरूले होइन एक्सर्साइज गर्दै भिडियो बनाएको यो भिडियो नि खस्रो हुन्छ फेरि मेरो हो त्यहाँदेखि भिडियो पनि खस्रै हुन्छ किन भिडियो खस्रो हुन्छ बोली पनि खस्रो मान्छे पनि खस्रो किन भन्दा खस्रो बोलीले नै हरेक कुरा सफा गर्छ म चाहिँ भोलिको भाइ बहिनीलाई सफा राख्नु चाहन्छु त्यो सफा गर्नुको लागि बढाल्ने झाडु कुचोहरू चाहिँ चिप्लो हुँदैन बढाल्ने कुचो झाडुहरू चाहिँ कस्तो हुन्छ खस्रो हुन्छ अझ बाहिर सफा गर्ने लेउहरू सफा गर्ने चिज कस्तो हुन्छ तारको हुन्छ त्यो तार चाहिँ खरा 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 गरेर सफा गरेर चाहिँ त्यहाँको मैला निकाल्छ हो त्यस्तो खस्रो मान्छे सबै खस्रो हुनुपर्छ मैला निकालेर फ्याल्नुपर्छ माटो वही हो हाम्रो सिक्किमको प्रकृति त्यही छ हावापानी त्यही छ संस्कृति संस्कार त्यही छ तर यो ड्रग्स कहाँबाट आयो यो ड्रग्स बेच्नेहरू कहाँबाट आयो भत्ता चोरहरू ड्रग्स बेच्ने कहाँ आयो अर्काको घरको छोरी चेली छोरा चेलाहरूको सिक्किमको फ्युचर बिगार्ने भत्ताहरू कहाँ यो भत्ताहरूलाई चाहिँ चाहे अमेरिकाको होस् चाहे सिक्किमको होस् चाहे पाकिस्तानको होस् गेट आउट गर्नुपर्छ गेट आउट मान्नुपर्छ यो कुरा गेट आउट यो ड्रग्स खाने भट्टु ड्रग्स बेच्नेहरूलाई चाहिँ सिक्किमको अडपतिकै छोरा होस् चाहे गरिबकै छोरा होस् गेट आउट योहरूलाई चाहिँ गेट आउट आधार कार्ड भोटर कार्ड सिवाईले हुँदैन होस् त्यो हामी राख्नुपर्छ तर त्यो चाहिँ यहाँ सिवाईलाई चाहिँ इज्जत दिएर भोटर कार्डलाई इज्जत दिएर राखेर त्यो मान्छेलाई चाहिँ बेइज्जत गरेर यहाँबाट खेद्नुपर्छ चाहे त्यो प्रधानमन्त्रीकै नाति किन नहोस् यो चाहिँ हाफ स्क्वाट एक्सर्साइज गर्नुहोस् हेल्दी बस्नुहोस् फिट बस्नुहोस् दुनियाँको ड्रग्सहरू नखानु यो कहाँको बाहिरको भतुवाहरूले बेच्छ हाम्रो यहाँको भाइ बहिनीले नखानु यस्तो कुरोहरू आमा बाउले कति दुःख गरेर गुमुस सोरेर लड्छ कि भनेर मर्छ कि भनेर हुर्काएको हुन्छ साला पहिला पो लड्छ कि भनेर मर्छ कि भन्ने डर हुन्थ्यो लडेर मर्छ कि भन्ने डर हुन्थ्यो अहिले के भयो लड्छ कि मर्छ कि भनेर हुर्काउँछ ठुलो भएपछि ड्रग्स खाएर बाटोमा ओभरडोज भएर खुन छाँदेर मर्छ कि भन्ने डर भइसक्यो त्यसले गर्दा सबभन्दा डरलाग्दो मैला चाहिँ यो ड्रग्स भएको छ ड्रग्स भएको छ फेरि को बोले फोनबाट बाहिरबाट भन्नुहुन्छ होला यो मान्छे बोलेको क्लियर देखाइदिनु पऱ्यो त्यहाँ पनि देखाएन यहाँ पनि छ यो मान्छे बोल्दैछ यति यसरी बोल्दाखेरि यदि कसैसँग नराम्रो हुन्छ कसैसँग हुन्छ भने ड्याम केयर आउँदा हुन्छ पर्वा छैन नाथु तर त्यही हो 100-150 केजीको मान्छे चाहिँ मसँग फेरि भिड्नु नआउँदा हुन्छ फेरि किन 100-150 केजी दाँतले उचाल्छु हामी खस्रो हुनुपर्छ है अब सिक्किमको भाइ बहिनीहरू सिक्किमको युथहरू सिक्किमको सबै पोलिटिसियनहरू खस्रो हुनुपर्छ यो मुलाहरूलाई उखालेर झट्टारो फ्याल्नुपर्छ भन्दै आज सानो मेसेज राख्न चाहन्छु धन्यवाद जय सिक्किम जय बडी बिल्डिङ जय हर्कुलस हेल्थ इज छोटो हटो यहाँ हेल्थ इज लेखेपछि हेल्थ इज वेल्थ थ्याङ्क यू सो मच लभ यु अल